लगायत 2062 सालको शुभकामना। अब यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ, नुवाकोटदेखि आउनु भएको छ। दिदी यहाँ नयाँ वर्ष नानीको यो छुट्टीको समयमा यहाँ घुम्न आउनु भएको थियो पूर्व। उहाँ आज जाँदै हुनुहुन्छ, उहाँलाई चाहिँ पनि शुभकामना नयाँ वर्षको। साथै हाम्रो साली नानी छिन्, कान्छी साली, को चाहिँ काठमाडौँ वासी हुन्, ती पनि पूर्व घुम्न आएकी नानीको छुट्टीमा। हाम्रो म्याडम हुनुहुन्छ, हाम्रो गृहमन्त्री, उहाँलाई पनि शुभकामना। सबैलाई शुभकामना मेरो तर्फबाट। हाम्रो छोरी छिन्, यी छोरी यी नुवाकोटदेखि आइकिन् सानो बाबाको घर घुम्न। यस्तो छ हेर्नुहोस्, यो रमाइलो वातावरणमा हामी यहाँ आज नयाँ वर्षको 2082 सालको मनाइरहेका छौँ। ठिक छ। र मेरो छोरो पनि छ, अर्को मिस्टर छ यहाँ। मिस्टर मिस्टर शुभम, ह्याप्पी न्यू इयर भन्नु छोरी। हो ह्याप्पी न्यू इयर। ल यहाँ भाइ पनि छ। ओ कान्छा, शुभकामना, नयाँ वर्ष शुभकामना कान्छो। ल भिनाजु नमस्कार, नयाँ वर्षको शुभकामना भिनाजुलाई। ल जय होस्, जय होस् भिनाजु, जय होस्। ल तरुल लोपेर आउनु भिनाजु। उहाँ वर्षको 3 लाख रुपियाँको तरुल बेच्नुहुन्छ मेरो भिनाजुले। वर्षको 3 लाख आम्दानी गर्नुहुन्छ। स्मार्ट चाहिने जन लगाएर चाहिँ आउनु भएको छ। 1.5 बिघा तरुल लोपेर आउनु भिनाजु। ल ठिक छ, भिनाजुलाई शुभकामना नयाँ वर्षको भन्दै। भिनाजु जानु? ल ठिक छ त भिनाजु, जानु, जिन्दगी यस्तै भिनाजु है। ल